यहाँको स्यान्डविच ग्रिल त मिठै छैन के। तो आज म पुगे क्याफे डु टेम्पल र भिडियो लास्टसम्म हेरिदिनु होला है नछुटाइकन। र यसको लोकेसन बौद्धमा रहेको छ र पाटनमा पनि ब्रान्च छ। गुगल म्याप्स हेरेर मजाले आउन सक्नुहुन्छ। र यताको एम्बियन्सको कुरा गर्नु पर्दा यताको एम्बियन्स एकदमै राम्रो छ। रुफटप भ्यूबाट बौद्धको भ्यू मजाले हेर्न सक्नुहुन्छ। तल पनि राम्रै बस्ने ठाउँ छ। र फर्स्टमा मैले रसियन सलाद मगाएर यसको प्राइस 335 रुपिस। पछाडिको भ्यू त क्या राम्रो आयो कि हेर्नु न। र रसियन सलाद ट्राई गरेर हेर्दा एकदमै मिठो 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 लाग्यो। त्यसपछि मैले फ्राइड चिकन लेमन मगाएँ। यसको प्राइस 465 रुपिस। यसमा मैले लेमन हाल्ने बिर्स्यो। हालेको भए झन् मिठो हुन्छ, तर नि एकदमै मिठो 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 छ है। त्यसपछि मैले चिकन पिज्जा मगाएँ। यसको प्राइस 525 रुपिस। र यो पिज्जामा मैले चिज धेरै नै देख्न सक्छु। र यसको डो पनि एकदमै सफ्ट छ र एकदमै मिठो 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 लाग्यो। त्यसपछि यताको टेम्पल स्पेशल स्मुदी। यसको प्राइस 295 रुपिस। र ट्राई गरेर हेर्दा एकदम मिठो 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 लाग्यो। र यता बौद्ध आउनु हुँदाखेरि यताको बफ खाजा सेट चाहिँ मगाउनु होला है। प्राइस चाहिँ 435 रुपिस छ। सो ट्राई गरौँ है त कस्तो छ भनेर अब। सो ट्राई गरेर हेर्दा स्वाद आइरह र एकदमै मिठो 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 लाग्यो। त्यसपछि मैले स्यान्डविच ग्रिल मगाएँ। यसको प्राइस 300 रुपिस। ट्राई गरेर हेर्दा स्वाद आइरह र मलाई यसको टेस्ट मिठै लागेन है। सो डु भिजिट गाइज।